भिडियो ल हाम्रो कम्पिटिसनमा चाहिँ प्रज्वल बराइली र म यहाँ कन्टेन्टमा भाग लिएको छु till it's cool. तर अनि यो चाहिँ जसले धेरै खाइसक्छ त्यसलाई चाहिँ मैले अघि नै भने पुरस्कारहरू छ अनि नयाँ खाना खानसँग करेला खोर्सानी आँप अनि त्यतै यो टमाटर पनि छ अब यो च्यालेन्ज सुरु गर मैले चाहिँ यसमा 5 वटा प्याकेट र यसमा 5 वटा प्याकेट हालेको छु अब यसमा चाहिँ पानी अब हाल्दैछु म यसमा 5 वटा यसमा 5 वटा छ धेरै पानी हाल्ने हैन ठिक पानी हाल्ने कल हाल इक्वल छ 5 वटाले अलिक नपुग्ने भएर मैले अलिक ठाउँ थप्ने कुरामा याद गरेर थपेको छु एउटा 6 बहुत तेज हो रहा है बहुत तेज र यो 3 8 यसमा 3 यसमा पनि 3 ओके यहाँ चाहिँ मैले घोल्दैछु हस्मेलाई एउटामा दुईटामा घोल्दै घोल्दै यसलाई यो चाहिँ तपाईहरुलाई थाहा नै छैन होला यो चाहिँ खाँदाखेरि अनुहारमा रियाक्सनै नआउनु पर्ने जसले रियाक्सन गर्ने त्यसले पनिशमेन्ट गरिहाल्नुपर्ने अनुहार नबिगारिकन चट्ट हेरेर सिधा हेरेर अनुहार नबिगारिकन हाल्ने हो A few moments later. हामीहरुले थिचेर घोलिसकेर यस्तो यस्तो भइसकेको छ पुरा कडा भइसकेको छ यो चाहिँ अहिले त देख त सुरुमै भनिसकेको छ अनुहारको अलिकति अब यस्तो अनुहार छ भने अलिकति मात्र आँखा चिमी भने त्यो च्यालेन्ज हारो त्यसले हारो भन्दा हुन्छ अनुहारमा त मुपै नगर्नु पाइदैन यहाँ हेरेर अनुहार गर्ने पनि हुँदैन म त सक्दिनँ होला जस्तो लागिरहेछ काहीँ छैन अघि मैले टेस्ट गर्दा चाहिँ अनुहारै कस्तो भइसकेको छ होइन अब चाहिँ अहिले खायो भने चाहिँ म सक्दिनँ जस्तो लागिरहेछ हार्छु जस्तो लागिरहेछ हेर्दै जाउँ गाइस आउनु होला यता ल फाइनली हाम्रो चाहिँ यो भइसकेको छ सबै यस्तो भइसकेको छ हेर्नु होला यो भन्दा चाहिँ ठाउँ चेन्ज भयो जस्तो देख्नु होला अघि यहाँ बसेर चाहिँ हामीलाई अप्ठ्यारो यसको भुँडी अलिक ठुलो ठ्याक्क मुनामा बसेको अब कुन खान्छ छान म चाहिँ यो खाना गइरहेको छु गाइस बराबरी छ तर उसले चाहिँ चोइस अनुसारले यस्तो कम गरेछ हाल्नु एउटै हालेको छ ल रियाक्सन चाहिँ मजाले हेर कमेन्टमा गर्ने गाइस यसले अनुहार बिगारेछ चिटिङ गरेछ कि मैले चिटिङ गरेछ गाई कमेन्टमा भन्ने भयो अनुहारमा हेर्ने यहाँ सुन त एकछिन मुख फ्रेस हो हाँस्नु पाइँदैन है अगाडि हेर्नु अनुहार बिगार्ने चाहिँ कमेन्टमा चिटिङ गरेछ कि ल खा ल अब यता अब उताको मैले चाहिँ खाइसकेको छु होइन अब चाहिँ मेरो साथीको पालो छ होइन अब हेर्दै जाउँ एउटा पनि खानु नसक्ने गेट लस कमेन्ट गरौँ है गाइस चिटिङ गरेको छ कि छैन मैले त चिटिङ गरेको छैन होला नि होइन ल अब यसको हेर्नुहोस् है Music. एकदम भयङ्कर तरिकाले हालिसकेका छन् प्रशान्त सर हालत देख्न सक्नुहुन्छ उहाँको मैले त के गाह्रो भयो होला ओइ के भयो ला एकछिन सासी फेर्नु नसक्ने भयो बस्नु हेर्नु है यहाँ यस्तो हालत भइसक्यो होइन ऊ होइन लास्ट उयो भयो भर्खर तपाईँहरूले देख्नुभयो होला नि आँसु आएर सबै भइसक्यो त मैले चाहिँ हार्छु जस्तो लागिरहेको छ तर इट काइन्ड्स थिङ्स हल्का रिल्याक्स भएर बसेको छ अब चाहिँ यसको पनिशमेन्ट पाउने पालो भएको छ अब चाहिँ यसले तर पनिशमेन्ट पाउनेछ होइन यति उब्रेको छ यति पनि खाइसक्यो यति नै थोला गाइस होइन अघि अलिकति मुखमा छट्टा हालेको थियो त सिधै गएर त्यतिखेर चाहिँ पानीमा भेटेको नि म समझ रहे हो ना पनिशमेन्टको पालो आएको छ होइन हामी यहाँ सबै बटुकाको पनि खोर्सानी हाल्दैछौँ एउटामा अर्कोमा करेला हाल्दैछौँ अर्कोमा आँप हाल्दैछौँ सबै बटुका पनि हालिसक्यौँ अब यहाँ आउँदैछ के हाल्यो केटाहरूले हल्लाइदियो यताउता बनाइदियो ल यसमा त एउटा खाना लु अब
यसमा त एउटा खाना जे पनि पर्न सक्छ ल गाइस मैले एउटा बुढा गरिसकेँ होइन मैले केही देखेकै छैन ऊ बाहिर गएको थियो होइन अब चाहिँ भन्ने चाहिँ रमाइलोको छेड आइसकेको छ होइन अब सुरु गर केटा आँखा चिम्लेर थपक्क लागेर हात जहाँ देखाउँदैछ त्यहीँ यहाँ लगाइस् भने लगा यहाँ लगाइस् भने लगा होइन 4 5 6 7 8 9 10 छिटो छिटो फास्ट म 3टा छुन्न म यो छुन्छु ल उठाऊ ल उठाउ ला ओहो दामी गाइस भिडियो अहिलेको छेड यो के हो म दुईटा खाएर कागती चाहिँ अलिकति खानै पर्छ होइन यत्रो सानो छ यति पनि खाएन भने चाहिँ यत्रो भिडियो गरेको कामै लागेन होइन अब उसले चाहिँ यो छ गरिसक्यो अब अरू सबैहरू तपाईँले देख्नै भएको होला यो यसमा यस्तो छ होइन यसमा यस्तो छ प्रत्येकमा गरेर चाहिँ हुनै यसमा पर्ने चाहिँ यस्तो छ होइन अब यो सबै यता राखिदिइसकेको खाना सुरु गरौँ बुटुको हात सबै यहाँ राखिदिएछु मैले होइन अब करेला उसले यो खान्छ म धेरै सुरुमा के खान्छौ तिमी भन अब करेला। करेला खान्छ ल खाऊ त ल 3 2 1 धेरै खान्न नि थोरै खान्छु सबै खाइसक्नुपर्छ। के समय होइन आधी खान्छु ल यति गरौँ ल, ल, आधी, अघि आधी, गरौँ। घाँटी पनि निल्दैन। अनि यो करेला होइन कि यो गरेर आउनु ल ल ल करेला सिँगै ल करेला सिङ्गल कट बिना भिडियो खिच्ने पुरै हो सबै खाइसकेको देखाउनु पर्यो ल छिटो 3 2 1 गो गो फर्स्ट करेला खाएको गाइस हेर्न सक्नुहुन्छ उसले केही खान चाहिँ सक्ने चाहिँ होइन यत्तिकै उसले यो च्यानल चाहिँ उयो निकालेको छ होइन च्यालेन्ज चाहिँ केही खान सक्ने चाहिँ त्यो खाइसक्नुपर्छ यो च्यालेन्ज पुरा हुँदैन ल सकेन उसले ल उसले करेला खान सकेन कागती खाना गइरहेछ कागज जति खान्छस् खा तेरो इच्छा थियो अब बोकेर त निकाल्नु पर्यो नि त हजुर ले भयो गाइस यति नै है अब मेरो प्राइजको टक्करमा छु म चाहिँ होइन अब मेरो आजको हाम्रो यो प्रतियोगिताको विजेतालाई चाहिँ यहाँ पुरस्कार वितरण गर्ने कार्यक्रम सुरु हुन गइरहेको छ र पुरस्कारमा चाहिँ यो प्रशान्त सरले के दिनुहुन्छ ल हेरौँ यहाँ हाम्रो सिस बोतल दिएको छु मैले ल उहाँले चाहिँ सिङ्गै बोतल ड्यू प्राप्त गर्नुभएको छ ल बधाई छ तपाईँले थाहा भएको होला म झन्डै मरेर पनि स्टेट आएर पनि करेला सरेर मेरो च्यालेन्जको सब पइन्ट्स खाइसकेको पनि छु अनि उसले चाहिँ 1 बोतल 2.5 लिटरको ड्यू पनि उपहार पाइसकेको छ यो च्यालेन्ज चाहिँ यहाँ सकौँ तर अबदेखिको चाहिँ हस्मिला भएन खाने तर यो घरमा चाहिँ ट्राई नगर्नु होला यही भन्न चाहन्छु म हस्मिला खाएर छैन यति नै भन्दै आजको ब्लग अन्तिम हुन्छ भाइ